सो हेलो एन्ड नमस्ते सबैजनालाई आजको छोटो भिडियो ब्लग गर्नको लागि सबैजनालाई मिठो वेलकम छ हैन। आज ट्याग कलाएर कति अरे आज 7 गते हैन, कति कुन महिना केही थाहा छैन मलाई, कति वर्ष केही थाहा छैन। चिलमा हो जहिले यस्तै हैन। पुरै आज चाहिँ घाम लागिरहेको हैन। अघि दिनभरि पानी आयो, अब भर कति बेलुका 5 बजे ठ्याक्क घाम लागिरहेको। हाम्रो गाउँतिर चाहिँ यस्तो हुन्छ है। हामीले पढिन्थ्यो कि पहिला माथ सिक्ने स्कुलमा के पढिन्थ्यो नि त हामीले, मुजी मौसमको भरै हुँदा मुजी बिहान पानी आएपछि मुजी बेलुका घाम लाग्न सक्छ भन्थ्यो नि। अहिले त्यही याद आइरहेको छ। जोस् गाइजहरु हामी चाहिँ अहिले यहाँ राक्लाएर ग्राउन्डमा आइसकेको अवस्था छ हैन। अहिले चाहिँ ग्राउन्ड खोक्का भइरहेको छ है, घाम लागिरहेको छ। यो ग्राउन्डमा चाहिँ मेला लाग्ने बेला पहिला विवाह साथीहरूले उठाएर गयो है। अहिले चाहिँ हाम्रो खेल्ने हो गरे खै कोही छैन, 2 जना बाइक। लक्की छ, ऊ टाइगर छ, यता यो टिट्रा, यो टाइगर, अनि अर्को म्याक्स। खै म्याक्स खै ओइ ओइ म्याक्स खै, जा म्याक्सलाई लिइराइज, जा 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 म्याक्सलाई लिइराइज, जा जा। कोही छैन है, यति हो हामी चाहिँ यहाँ भलिबल खेलिन्न हैन। हामी चाहिँ माथि जाँदैछौँ, त्यो भएर उता दुरीतिर हेरौँ के हुन्छ है। अब भिडियो बनाएपछि थाहा भइहाल्छ। तर खोक्का देखियो क्या। ठिक छ है, हामी चाहिँ हिँडिरहेको छौँ है। यो बाटो चाहिँ पहिलाको भ्लग हेर्नेहरूलाई सब थाहा छ है। बल खेल्न जाने बाटो हामी चाहिँ आज 4 जना भयौँ है। टाइगर नि आयो अगाडि त्यो नि 2 जना साथी भयो नि। जय नेपाल हो गेला। सो हामी चाहिँ अब पोल सारिएको भन्ने कुरा आइसकेको छ। हामी चाहिँ नयाँ ग्राउन्डमा खेलिन्छ होला आज है। गाइजहरु हामी चाहिँ यहाँ बल खेल्ने ठाउँमा आइसक्यौँ होइन। तर पनि यहाँ आज काम गर्दै रहेछन् है, ग्राउन्डलाई तल सार्दै रहेछन्। हामी चाहिँ खेल्न आइयो। अब के गर्ने भन्ने कुरा हुँदैछ। यहाँ 2 जनाको खेलिन्छ कि खेलिन्न है, त्यो त अहिले थाहा हुन्छ। बार्ने होला कि बार्छ होला कि त्यस्तै ल। रमाइ के हुन्छ दिस भयो। हाम्रो चाहिँ यता झाउ लाग्ने काम भइसकेको छ होइन। यहाँको पोल र नेट चाहिँ तलको नयाँ ग्राउन्डमा सार्ने रे। अब सार्ने काममा त हाम्रो हात छैन फेरि, त्यो भएर हामी चाहिँ यहाँ घर जान लाग्यो है। के गर्ने र नि। अब हामी सिधै यहाँ मेलामा भेट्नेछौँ है त। यो सार्ने काम भइरहेको रहेछ। अब किनभने यहाँ मेला लाग्दैछ कहिले हो, त्यही भएर अब भोलि पर्सितिर खेल्न आउनुपर्छ भन्थ्यो दादा नि। अब त्यही हो, बाई बाई। जति जे गरे नि यस्तै हो। अब घरतिर चल्दिक्स, गेम खेल्दिक्स, बस्दिक्स, त्यही हो है। सो हामी चाहिँ फर्क्यौँ होइन, किनभने
सार्ने काममा हाम्रो नि हात त राख्न मन थियो। अब के गर्ने, आए सार्ने मान्छेहरू बार भत्काए होइन, सरासर गए। अब काम गर्ने मान्छेहरू रहेछन् अनि अब के बस्ने भनेर हामी चाहिँ फेरि लाग्दिउँ। अब हाम्रै आफ्नै उलेनाको ग्राउन्डमा खेल्नेछौँ बल, फेरि एकछिन पट्याङ पुटुङ पार्नेछौँ भन्दै म बिदा हुन चाहन्छु। अहिलेको लागि हस् त, धन्यवाद दाइ।